नमस्ते, म अधिवक्ता रामेश्वर भण्डारी, तादे मिडियाको सञ्चालक। यहाँहरूमा फेरि सानो भिडियो क्लिप्स लिएर उपस्थित भइसकेको छु। ल हेर्नुहोस्, हामीले भन्दै थियौँ नि नुवाकोटको विकास तीव्र गतिमा भइरहेको छ भन्ने कुरा बेलकोटगढी नगरपालिकाले देखिसकेको छ। बेलकोटगढी नगरपालिका यतिखेर कालोपत्रे धम्माधम भइरहेको छ। साँच्चीकै यो कालोपत्रे भइसकेपछि त्यो बेलकोटगढी नगरपालिका हेर्न लायक हुनेछ। जुन चाहिँ हामीले देखिरहेका छौँ, महादेव फाँटदेखि लिएर कोल्फोटार हुँदै दुई पिपलबाट दियाले हुँदै झ्याङ्ली पोखरीसम्मको जुन यो बाटो छ, यो बाटो पिचको क्रममा छ अहिले यतिखेर। यो बाटो पहिला एकदम पुरानो थियो, जुन बाटोबाट त्यहाँका बासिन्दालाई जान आउन धेरै नै गाह्रो थियो भने अब यतिखेर यो बाटोले निकै नै प्रगति गरेको हामी यहाँहरूलाई देखाइरहेका छौँ। यो बाटो बनिसकेपछि त्यहाँका किसानहरूले धेरै राहत पाउने गर्छन् भने नगरपालिकासम्म जाने बाटो चिल्लो सडक सरर बाटोमा जान पाउने स्थिति देखिएको छ। यसरी नै विकास त भइरहेको छ, तर त्यो विकासको साथसाथै त्यहाँबाट हुने आम्दानी, त्यहाँबाट हुने त्यहाँको रोडले चाहिँ प्रयोग गरे बापत जनताले खोजेका कामहरू कसरी परिपूर्ति हुन सक्छ भन्ने विषयवस्तु पनि हामीले सोच बनाउनु परेछ। जनताको आय आर्जन पनि विकास हुनु परेछ र सडक एउटा पूर्वाधार हो। पूर्वाधारले साँच्चीकै आर्थिक विकासमा त टेवा त पुर्याउँछ, तैपनि हामीले त्यो टेवाबाट कसरी चाहिँ त्यहाँका जनतालाई मेवा दिन सक्छौँ भन्ने बारेमा पनि त्यहाँका सरकारले, स्थानीय सरकारले सोच्नुपर्छ। सरकारले ठुलो लगानी गरिदिएको छ सडकमा, तर सडकबाट आम्दानी कसरी गर्न सक्छ त्यहाँका जनताले भन्ने कुरा पनि आम नागरिकहरूले हेर्नुपर्छ। आम्दानीका स्रोतहरू बढाउनलाई सडकहरू बन्नु स्वाभाविक हो, तर पनि सडकमा भएका रकमले त्यहाँका जनताको जनस्तरमा प्रभाव पुर्याउने खाले कार्यक्रमहरू, कृषि कार्यक्रमहरू, त्यसै गरी उद्योग धन्दा कल कारखानालाई हामीले अगाडि बढाउन सक्यौँ भने त्यहाँबाट आउने आम्दानी सिधै हामीले चाहिँ सरकारको माध्यमबाट जनताका पुर्याउन सक्छौँ। र होइन भने हामीले बाटो मात्रै बनाउँदा भन्दा पनि जनताको आय आर्जनमा टेवा पुग्ने कार्यक्रमहरू, जनताको चाहिँ आय स्तरमा वृद्धि हुने कार्यक्रमहरू र जनचेतनाको कार्यक्रमहरू लान सक्यो भने बेलकोटगढी नगरपालिकाले एउटा फड्को मार्न सकिने अवस्था यतिखेर देखिएको छ। यो पूर्वाधारको विकास, त्यहाँ सञ्चार, त्यसै गरी चाहिँ सडक, खानेपानी, बिजुली जस्ता कुराहरू परिपूर्ति भइसकेपछि उद्योग धन्दा कल कारखानामा हामीले जोड दिनुपर्छ। यदि जोड दिन सकिएन भने के हुन्छ भन्दा त्यहाँका कुनै आधारभूत तिनैवटै पक्षहरूलाई समेट्न सकिएन भने केवल हामीले सडक मात्रै बन्ने, त्यहाँका आधारभूत अन्य आवश्यकताहरू, त्यहाँका किसानले पाउनुपर्ने लोन, ऋण र किसानले पाउनुपर्ने मल, बिउ जस्ता कुराहरू पाउन सकेन भने उत्पादन हुँदैन। उत्पादन नभएपछि उत्पादन नबेचेपछि त्यहाँ आम्दानी हुँदैन। त्यसले हामीले पाहाडको लागि कृषिमा पहिलो प्राथमिकता, पर्यटनमा, जलस्रोतमा र त्यहाँका भ्यू टावरहरूलाई मात्रै निर्माण होइन कि भ्यू हेर्न जाने मानिसहरूले कम्तीमा पनि त्यहाँका उत्पादन पनि किनेर खान सकुन् भन्ने विषयवस्तु बन्दै जाओस् भन्ने कुरा राख्दै फेरि यस्ता भिडियो देखाउने बाचा गर्दै म बिदा हुन्छु। धन्यवाद, नमस्ते, सबैको जय होस्, जय कल्याण होस् र नुवाकोटको पनि जय होस्। धन्यवाद।